समस्या कहिलेसम्म रह्यो? 7 दिनसम्म उहाँहरू यसरी सिलिन्डर लिएर लाइन लगाउनु घरमा के काम छ कि छैन ल भन्नुहोस्? कसैको घरमा काम छ कि छैन? 6-7 घन्टासम्म यसरी लाइनमा लागेर ल भन्नुहोस् अर्को घरमा कस्तो बिजो भएको होला, उहाँको छोराछोरीको अवस्था कस्तो होला भन्नुहोस्? कसैले पानी, कसैले नास्ता, कसैले खाना नखाएर यो लाइनमा बस्नु भएको छ भन्नुहोस्? यति 7औं दिनसम्म पनि ग्यास नपाउनुले ल यो सरकारको ध्यान कहाँ छ ल भन्नुहोस्? अब तपाईँहरू सांसदले के गर्नुभएको छ? तपाईँहरू ज्ञानेन्द्र प्रचण्ड ओली भन्नुहुन्छ। तपाईँहरू हामीले राजनीतिको विरोध गरेका छैनौँ, कुनै पार्टीको विरोध गरेका छैनौँ। हामीले गरेका छौँ केवल जनताले ग्यास पाउनुपर्छ। हेर्नुहोस् अब यो खाली सिलिन्डर लिएर अर्को कुरा म तपाईँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि यहाँ मान्छेले ग्यास ल्याउने र लैजाने गरेर ग्यासको भाडाभन्दा अटो भाडा बढी तिरिरहेका छन्। ग्यासको रेटभन्दा पनि अटो भाडा बढी गइसकेको छ। कसैको त बाइक होला, बाइकमा तेल नहोला, कसैको त साइकल नहोला, त्यसले के गर्ने, कसैले काममा बोकेर पनि ल्यायो होला, अटोमा हालेर ल्याएको छ भनेपछि त्यसले अटो भाडा एउटा अटो भाडाले एउटा ग्यास दिएको 100 रुपियाँ लैजान्छ भनेर कतिसकेको पैसा यसमा सरकारको ध्यान कहाँ छ भन्नुहोस्? तपाईँहरू भन्नुहुन्छ हामी नागरिकको लागि हेर्नुहोस् यो अवस्था छ। यो नागरिकलाई सडकमा दिएर तपाईँहरूले कहिलेसम्म यो नागरिक राख्ने हो भने सरकारलाई लाभ छ कि छैन? यो ठुल निकायले हेर्ने हो यो भन्नुहोस्? सरकारले हेर्ने हो कि यसको छानबिन समिति छ कि छैन ल भन्नुहोस्? अहिले यो कालो बजारी खोल्ने गरेको छ, यो कृत्रिम अभाव खोल्ने गरेको छ। यो कृत्रिम अभाव गर्ने, यो कालो बजारी गर्ने, यसलाई तपाईँहरूको के छ ल भन्नुहोस्? तपाईँहरूको संसदमा त चिल्लाएर हुँदैन, तपाईँहरू संसद भवनमा त चिल्ला कुर्सीमा बसेर मात्रै हुँदैन, तर जनताको लागि तपाईँहरूले हेर्नुहुन्छ भने आउनु सडकमा भन्नुहोस्। अटो भाडा कति भयो ल भन्नुहोस्? अटो भाडा लगभग 100 रुपियाँले दिनमा तपाईँ कति भयो ल भन्नुहोस् त? तपाईँ एक दिनको कुरा होइन, दिन तपाईँले यो भाडा तिर्नाले पनि यो ग्यासको पैसाभन्दा भाडा बढी गएको छ। यतिखेर यो सरकारले के हेरेको छ भन्नु? कहाँ छौ तिमी ज्ञानेन्द्र? तिमी ठुला कुरा गर्ने, तिमी प्रचण्ड केपी तिमी कहाँ छौ ल भन्नुहोस्? शेरबहादुर कहाँ छौ तिमी? यतिखेर जनता हामीलाई कुनै पार्टीको सरकार होइन, हामी पार्टीको पार्टीको निर्वाचन होइन, कुनै पार्टीलाई हामी समर्थन पनि गर्दैनौँ। अब भन्नु अब स्थानीय चुनावमा तिमीले भोट पाउने कि नपाउने यसरी खाली पेट पानी घाममा भनेको छैन जनताले, पानी भनेको छैन जनताले। यसरी सडकमा आएर हेर्नुपर्छ बसेको अवस्थामा